दुर्गा प्रसाई गुण्डा नाइको हो। गुण्डाकै नाइको हो। उसको चलनले उसको क्रियाले राष्ट्रलाई फिर्किँदैन। भाटबटिनलाई ढुङ्गा हानेर मतलब चाहिँ ढुङ्गा हानेर तोडफोड गरेर लुटपाट गरेर राष्ट्रमा फिर्ता हुन्छ? अब आउँदैन, राजा आउँदैन। मैले उद्घोष गरेँ दुर्गा प्रसाईको बीएमसी हस्पिटलमा चाहिँ ढुङ्गा मुढा गर्यो, त्यसको लुटपाट गरेर के हुन्छ? यो आन्दोलनको जुन मेन नायिकेको दरबारमा ढुङ्गा मुढा गर्यो भने के हुन्छ? मैले लाल पूर्जा हेरेर जग्गा किन्दाखेरि चाहिँ मलाई चाहिँ जेल हाल्ने, मुद्दा लाउने, सङ्गठित प्रकारको सरकारी जग्गा चाहिँ व्यक्तिको नाममा ल्याएर भने जेल हाल्ने मलाई। एउटा चाहिँ के भनेदेखि चाहिँ डनलाई छाडा छोड्दिने। पञ्चायतको शासन थियो, पञ्चायती व्यवस्थामा हामीले बोल्ने अधिकार, लेख्ने अधिकार थिएन। त्यो कुरोको बारेमा म जानकार थिएँ। मैले आफ्नो विद्यार्थी कालमा पञ्चायत विरुद्ध सङ्घर्ष पनि गरेकै हुँ। मलाई यो कुरो भनिरहँदा मलाई गर्व लाग्छ। म अहिले आएर एउटा व्यवसायी भएँ। बर्बर ताना शाहको विरुद्धमा लड्ने एउटा चाहिँ सशक्त युवा पनि हो। यो मलाई भन्दाखेरि मलाई गर्व लाग्छ र एउटा नेपाली नागरिक भएको नाताले मैले अन्यायको विरुद्ध लड्नुपर्छ भन्ने कुरो चाहिँ मैले त्यही समयमा जब म 16-17 वर्षको उमेरका थिएँ, त्यसै वर्षदेखि चाहिँ हामीले चाहिँ मैले चाहिँ लडाइँ लड्दै आएको र विभिन्न कालखण्डमा विद्यार्थीको कालखण्डमा भयो अथवा चाहिँ के भने व्यावसायिक मतलब जागिरको सिलसिलाको कालखण्डमा र यो व्यावसायिक सिलसिलामा विभिन्न घटना देशमा विभिन्न घटना परिघटनाहरू देखेँ। कुनै पनि घटनामा चाहिँ यसरी चाहिँ कसैको पनि व्यक्तिगत सम्पत्तिमा धावा बोल्ने, आक्रमण गर्ने, व्यक्तिगत घरमा चाहिँ ढुङ्गा मुढा गर्ने, व्यक्तिगत मतलब चाहिँ के भनेदेखि चाहिँ अफिसरमा चाहिँ मतलब आगजनी गर्ने र यो त्यति मात्र होइन, एउटा फोटो पत्रकार जसले आफ्नो चाहिँ के भनेदेखि पत्रकारितामा एउटा राम्रो फोटो चाहिँ खिचेर समाजमा चाहिँ यस्तो यस्तो हुँदैछ भन्ने जुन देखाउने व्यक्तिलाई चाहिँ जलाएर मार्दिने यस्तो किसिमको बर्बर आन्दोलन मैले कहिले पनि देखिनँ। र मलाई यो कुरा भनिरहँदाखेरि कुनै अप्ठ्यारो लाग्दैन। आज भाटबटिनी माथि आक्रमण भयो, भोलि अन्य सबै प्रतिष्ठानहरूमा आक्रमण हुन सक्छ। आज भाटबटिनीको सम्पत्ति मलाई चाहिँ सामानहरू लुटे, भोलि देशको सबै व्यवसायीको सम्पत्ति लुट्न सक्छ। त्यस्तो लुटेराहरूले ल्याएको परिवर्तन हामीले चाहेको हो। त्यस्तै लुटपाट गर्नेको प्रति हाम्रो समर्थन हो? कदापि होइन। हामी यो देशलाई सम्पन्न बनाउन चाहन्छौँ। यो देश विश्वको सम्पन्न मुलुकमा परोस् भन्ने हामी चाहना राख्छौँ र हामी नेपालीहरू त्यो कुरामा लगनशील पनि छौँ। तर सत्ताको प्राप्तिको लागि जुन कुरा भयो त्यो ज्यादै नै खेदपूर्ण छ। आज भाटबटिनमा चाहिँ आक्रमण भयो, ढुङ्गा मुढा भयो। त्यहाँ चाहिँ के भने कुनै व्यावसायिक प्रतिष्ठानमा मतलब चाहिँ मिडिया हाउसमा आक्रमण भयो। हामीसँग नि हाम्रो नि हात छ नि। दुर्गा प्रसाई जसको जुन चाहिँ आन्दोलनको चाहिँ के भनेदेखि चाहिँ के अरे लिडर
के अरे त्यो के भन्थ्यो उसको मेन नायक उस कमान्डर उसको बीएमसी हस्पिटलमा गएर हामीले ढुङ्गा हाल्यौँ भने के हुन्छ? दुर्गा प्रसाईको बीएमसी हस्पिटलमा चाहिँ ढुङ्गा मुढा गर्यो, त्यसको लुटपाट गर्यो भने के हुन्छ? दुर्गा प्रसाईको मन चित्त दुख्दैन? उसको मन रुँदैन? त्यस्तो उसको त्यतिखेर उसको मन रुन्छ भने आज मिनबहादुरको अथवा मिनबहादुरको परिवारको सारा मलाई चाहिँ भाटबन्डीसँग आबद्ध परिवारको चाहिँ मन दुखेको छ। यस्तो काम गर्नुहुन्छ? आज कुनै एउटा चाहिँ के भने पूर्व प्रधानमन्त्रीको चाहिँ घरमा अथवा कहीँ उहाँहरूको चाहिँ अफिसमा गर्छ भने यो आन्दोलनको जुन मेन नायकको दरबारमा ढुङ्गा मुढाबाट भने के हुन्छ? यो कुरा हामीले बुझ्नुपर्छ। हामीले चाहेकै हो नेपाली जनताले चाहिँ के भनेदेखि यत्रो चाहिँ सङ्घर्ष गरेर ल्याएको चाहिँ गणतन्त्र पछिको चाहिँ के भनेदेखि एउटा परिघटना यस्तै हो। यो ज्यादै निन्दनीय छ, ज्यादै खेदपूर्ण छ, ज्यादै बर्बर छ। यो ज्यादै निन्दनीय छ। र मैले चाहिँ नेपाल सरकार म एउटा व्यवसायी भएको मात्र व्यवसायी भएर पनि हुनको साथै एउटा नेपालको नागरिक हुँ, यो सचेत नागरिक हुँ। नागरिकको हैसियतले म यो पनि भन्छु, एउटा डनलाई एउटा गुण्डालाई जे पनि भन्नु र जे पनि गर्नु दियो, यो भनिन त मलाई कुनै चाहिँ के भनेदेखि त्रास भएर चाहिँ के भनेदेखि हिंसाबोध छैन। राज्यले के हेर्यो? एउटा व्यवसायी 10वटा व्यवसायी अब मतलब को चाहिँ के भनेदेखि यो के अरे यो चाहिँ सबै चाहिँ ब्ल्याकी हो अथवा यो सबै स्मगलर हो, यो दलाल हो, यो हो त्यो हो भनेर त उसलाई छुट दियो। ब्याङ्कको पैसा नतिर भनेर छुट मलाई चाहिँ के भनेदेखि आह्वान गर्दा उसलाई छुट दियो। ब्याङ्कको कर्मचारीलाई कालो मसो लाउँदा पनि उनले छुट दियो। त्यसैको परिणाम हो यो मतलब चाहिँ आज के भनेदेखि दुईजना नेपालका महान युवाहरूको चाहिँ के भनेदेखि मृत्यु भयो। दुईजना महान नेपालका चाहिँ के भनेदेखि जवानहरूको मृत्युवरण गर्नु पर्यो। यो राज्यको दोष हो। राज्यलाई पनि म एउटा नेपालको भाटबन्डीको मतलब चाहिँ एउटा चाहिँ व्यवस्थापक मात्र होइन, राज्यको एउटा नेपालको एउटा बोनाफाइड सिटिजनको नाताले राज्यले त्यो पार्टी कडाभन्दा कडा कारवाही गर्नु भने मतलब चाहिँ के भनेदेखि चाहिँ आह्वान गर्छु। त्यो एउटा घरमा चाहिँ एउटा चाहिँ बच्चा के भनेदेखि बच्चाहरू छ, एउटा छोरा छ, त्यो छोरालाई पुल पुलायो भने त्यसले चाहिँ बर्बाद गर्छ नि, घरै बर्बाद गर्छ। गाउँमा एउटा चाहिँ के भनेदेखि अलि चाहिँ गुन्डा छ भने चाहिँ गुन्डाले मतलब सारा चाहिँ के मतलब टोल छिमेकै बर्बाद गर्छ। एउटा देशमा एउटा गुन्डाले सारा चाहिँ के भनेदेखि चाहिँ नेपालीको चाहिँ मतलब चाहिँ के भनेदेखि आर्जीको दुःख मेहनत कष्ट गरेको मतलब सम्पत्तिमा चाहिँ धावा बलेर हैरान गर्छ। यो कुरामा राज्यले कडाभन्दा कडा कारबाही गर्छ भने म मिनबहादुर गुरुङ एउटा नेपालको बोनाफाइड एउटा नागरिक मात्रै होइन, एउटा व्यवसायीको चाहिँ को हैसियतले पनि म राज्यलाई अनुरोध गर्छु। र म एउटा यो घटनासँगै म एउटा कुरा पनि भन्न चाहन्छु। मेरो एकजना मित्र, एकदम अनन्य मित्र, उहाँ चाहिँ राप्रपामा हुनुहुन्छ। राप्रपाको मतलब एउटा पोजिसनमा हुनुहुन्छ। उहाँले यसपाल फोन गर्न सक्नु भएन मलाई एउटा सानो घटना भए पनि मिनजी तपाईँले यसो गर्नुपर्ने उसो गर्नुपर्ने भन्नुहुन्थ्यो, यसपाल भन्नु भएन। किन भन्नु सक्नु भएनदेखि यस्तो गलत काम गरेपछि त उहाँको नि चाहिँ के उहाँलाई नि त लाज लाग्यो, श्रम लाग्यो नि, उहाँलाई चाहिँ के भनेदेखि हिंसा बोध भयो नि त। त्यस कारणले उहाँले चाहिँ के भनेदेखि मलाई मसँग सम्पर्क गर्न सक्नु भएन।
त्यस्तै चाहिँ म अर्को पनि भन्नुहुन्छ यो भाटबट्टी नि नेपालीहरूको चाहिँ एउटा चाहिँ सुविधाको लागि र नेपालीहरूलाई चाहिँ सहजको लागि मलाई स्थापित एउटा संस्था हो र नेपालीको बिल्कुल प्रिय नेपालीको संस्था हो। अघि हाम्रा चाहिँ सिओ मलाई पानुजीले भनिसक्नुभयो कि हामीले यो समयमा यो गरौँ यो समयमा यो गरौँ भनेर। त्यति मात्रै होइन, नेपालीको शान पनि हो। विदेशबाट विदेशीहरू आउँदाखेरि भाटबट्टीमा जाँदाखेरि यस्तो हामीले सोच्दैछौँ नेपाल त बर्बाद होला, एउटा गरिबको एउटा थाङ्ने झुत्रे बाङ्गो होला, त्यो मात्रै होइन। एउटा चाहिँ के भनेदेखि राम्रो चाहिँ के भनेदेखि एउटा सपिङ कम्प्लेक्स रहेछ, एउटा राम्रो चाहिँ के भनेदेखि सपिङ सेन्टर रहेछ भनेर चाहिँ एउटा चाहिँ उहाँहरूले भन्ने गर्नुहुन्छ। त्यस कारणले म भन्छु नेपालीको शान पनि यो नेपालीको बिल्कुल नेपालीको चाहिँ सम्पत्ति हो। नेपालीको सम्पत्तिमाथि यसरी चाहिँ के भनेदेखि धावा बोल्ने हामीले मलाई चाहिँ आर्जन गरेको सम्पत्तिबाट हामीले ट्याक्स तिर्छौँ अनि ट्याक्स तिरिसकेपछि सबै राज्यको विभिन्न अङ्गमा चाहिँ पुग्छन्। त्यो पैसा त्यो चाहिँ के भनेदेखि राजस्व राज्यको चाहिँ के भनेदेखि सुरक्षामा जान्छ होला। खै हामीलाई सुरक्षा खै हामी भाटबट्टीसम्म आबद्ध सबै भाइ बहिनीसँग हाम्रो यत्रो चाहिँ हजारौँ दसौँ हजारको भाइ बहिनीको सुरक्षा खै। एउटा कृष्ण, हामीलाई कृष्ण भन्छौँ, उहाँको ठुलप्रसाद पराजुली हो। ठुलप्रसाद पराजुलीले चाहिँ मात्रै गरेर हुन्छ भाटबट्टी सुरक्षा। यो त राज्यको दायित्वभित्र कुरा हो। राज्यले नागरिकको चाहिँ के भनेदेखि संरक्षण गर्नुपर्ने, सुरक्षा गर्नुपर्ने र राज्यको भएको जति पनि कारोबारको उसले संरक्षण गर्नुपर्ने। एउटा चाहिँ के भनेदेखि डनलाई पुल बुलाएर राज्यले, त्यसको परिणाम हो। माडवाडीलाई चाहिँ के माडवाडीले चाहिँ यस्तो गरे उस्तो गरे, माडवाडी त्यसको नागरिक होइन। माडवाडी भगाउने अनि देश कङ्गाल बनाउने त्यो सम्भव छ? एउटा व्यवसायलाई भगाउने अनि त्यसदेखि देश कङ्गाल बनाउने सम्भव छ? मैले 29-30 सालतिर धरान कलेजमा पढ्दाखेरि, धरान त अलि चाहिँ त्यतिखेर अहिले त धेरै शान्त भइसक्यो। केही चाहिँ के भने त्यहाँ दादाहरू थिए, दादा त कि सबै थरथर हुनुपर्ने, थरथर। अनि मैले भने यो पनि मान्छे, यसको नि दुईटा खुट्टै छ, दुईटा हात छ, दुईटा खुट्टा छ, यसो किन थरथर हुनुपर्ने कारण के भने त्यसै थरथर। त्यो थरथर त्यही दादा गर्दाखेरि, त्यही गुन्डाले गर्दाखेरि धरानबाट सबै माडवाडीहरू चाहिँ के भनेदेखि चाहिँ विराटनगर पलायन भएको छ। विराटनगर पलायन रहेछ किनभने अब एउटा व्यवसायी किन यो झगडा गर्ने, किन गर्ने, अब अलि यो चाहिँ ल्याङफ्याङ लुङटुङमा किन अलमल गर्ने भनेर चाहिँ उहाँहरू चाहिँ त्यस्तो त्यो मतलब चाहिँ राखेको। अब अहिले एउटा दादाले, एउटा नाइकेले, गुन्डा नाइके, म भन्छु दुर्गा प्रसाद गुन्डा नाइके हो। गुन्डाकै नाइके हो त्यो। उसको चलनले, उसको क्रियाले राष्ट्र संस्था फिर्किँदैन। त्यो म ठोक्क दिएर भन्छु, ठोक्क दिएर भन्छु। भाटबट्टीलाई ढुङ्गा हानेर, मतलब चाहिँ ढुङ्गा हानेर तोडफोड गरेर लुटपाट गरेर राष्ट्रमा फिर्ता हुन्छ? नेपालको संविधान लेखेको होला, संविधान मेटिन्छ? हामी बुझ्दैनौँ। यो सबै डकैत। र अहिले धरानबाट धेरै माडवाडी चाहिँ के माडवाडी साथीहरू, व्यवसायी साथीहरू हुन्, माडवाडी किन व्यवसायीहरू चाहिँ के भनेदेखि विराटनगर छ। अहिले धेरै व्यवसायी साथीहरू चाहिँ के भनेदेखि नेपाल छोडेर चाहिँ
मलाई चाहिँ बाहिर विदेशमा गयो। यसमा नेपाल सरकार सिरियस हुनुपर्छ, सिरियसली लिनुपर्छ नेपाल सरकारले। यो पनि नेपाल सरकारलाई चाहिँ आह्वान गरेँ मैले र अनुरोध पनि गरेँ। मैले लाल पूर्जा हेरेर जग्गा किन्दाखेरि चाहिँ मलाई चाहिँ जेल हाल्ने, मुद्दा लाउने, सङ्गठित अपराध गर्यो भनेर भन्ने। मेरो छोरा र छोरी 6 र 7 वर्षको छ, मेरो भाइ र बुहारी चाहिँ हङकङमा छ, मेरो चाहिँ सानो भाइ र सानो बुहारी चाहिँ हङकङमा छ, मेरो श्रीमती त्यहाँ सानो दोकान गरेछ। मलाई चाहिँ सङ्गठित अपराध गरेर सरकारी जग्गा चाहिँ व्यक्तिको नाममा ल्याएर भने जेल हाल्ने मलाई। एउटा चाहिँ के भनेदेखि चाहिँ डनलाई छाडा छोड्दिने। अनि आम नेपाली युवा भाइ बहिनीहरूलाई म के रिक्वेस्ट गर्छु भनेदेखि यस्तो चाहिँ हुल्लडबाज, यस्तो चाहिँ विक्रममा, यस्तो चाहिँ नाइकेहरू पछि नलाग्छु। यो हाम्रो समाजको चाहिँ के भनेदेखि चाहिँ मलाई चाहिँ के भनेदेखि कुकर्म गर्ने चाहिँ व्यक्तिहरू हुन्, व्यवसाय गरौँ, नेपाली आफ्नो काम गरौँ। हेर्नुहोस् त, सावित्री हिउँ हुनुहुन्छ, अब हिउँ हुनुहुन्छ भन्नु पऱ्यो होइन, सिन भन्दाखेरि अलिकति महिलै हाम्रो चाहिँ के भन्ने पोस्टले चाहिँ महिलालाई चाहिँ मतलब चाहिँ रेस्पेक्ट गरेर भन्नु होला, हिउँ हुनुहुन्छ। उसले मैले बिहामा दिएको गहना बेचेर मतलब 35,000बाट चाहिँ के भनेदेखि यो चाहिँ सृष्टि गरेको यो चाहिँ संस्था सञ्चालन सुरुवात गरेँ। राणा शासन गरे फिर्ता हुन्छ अरे, बिचरा मलाई ह्याङओभर नि, ह्याङओभर के हामीलाई पनि यहाँ चाहिँ के भनेदेखि राजा गयो, राजा आउँछ भने ह्याङओभर छ। अब आउँदैन, राजा आउँदैन। मैले उद्घोष गरेँ म एउटा व्यवसायी र एउटा नेपाली राजाले राजा आउँदैन। मलाई चाहिँ ठोक्का दिएँ। म पनि एउटा नेपालको एउटा चाहिँ के भन्छ बोनोफाइड सिटिजन हो र त्यस्तो अलमलमा नहौँ र भाटपट्टि जस्तो प्रतिष्ठानमा ढुङ्गा हान्ने काम नगरौँ। त्यस्तै मैले चाहिँ के भनेदेखि अनि मैले सम्झना छ कि हाम्रो माइला बा, त्यो बलराम गुरुङ चाहिँ मेरो माइला बा फर्स्टको। त्यस्तै चाहिँ हाम्रो नवराजीले त ह्याङओभर हुन्छ नि त। उहाँ त पञ्चायतको गृहमन्त्री, उहाँ त ह्याङओभर भइरहेछ नि। उहाँको ह्याङओभरमा हामी झुकिने, सारा नेपाली युवा झुकिने, अनि ढुङ्गा हाने भाटपट्टिमा। अबदेखि ढुङ्गा हाने काम नगर्नुहोस्। यो भाटपट्टि तपाईँहरूको, यो भाटपट्टि तपाईँहरूको र तपाईँहरूले भाटपट्टिबाट धेरै शिक्षा लिनुहोस्। म यो आजको मिडिया मार्फत यो के भन्न निम्न हुन्छ, भाटपट्टिबाट शिक्षा लिनुहोस्। खैर भाटपट्टि एउटा भाटपट्टि मात्रै होइन, अरू जलस्रोतको क्षेत्र छ, मतलब चाहिँ के भनेदेखि पर्यटनको क्षेत्र छ, कृषिको क्षेत्र छ, विभिन्न क्षेत्रमा लाग्नुहोस्। एउटा चाहिँ के भनेदेखि सानो काम सुरु गर्नुहोस्। अहिले त गभर्मेन्टले सहयोग पनि गरेछ, स्टार्टअप भनेर चाहिँ के भनेदेखि कति 1-2 करोड रुपियाँ पैसा पनि दिएछ। तपाईँहरू सुरु गर्नुहोस्, यो ढुङ्गा हान्ने काम नगर्नुहोस् र विदेश जाने काम पनि बन्द गर्नुहोस्। सबै हाम्रो पनि मेरो नभनौँ, हाम्रै भनौँ न, भाटपट्टिमा चाहिँ हरेक दिन चाहिँ के भनेदेखि 25-30 जना बच्चाहरू चाहिँ विदेश जान्छन्। कोही जापान जाने, कोही कहाँ जाने, कोही जाने, गएर त्यहाँ केही हुने होइन, त्यो जीवन काट्ने मात्रै, दाल भात खाने हो, अलिक है कुखुरा मासु खाने होस्। अमेरिकामा सबैभन्दा सस्तो भनेको कुखुरा मासु हो। मलाई चाहिँ के भने बेलायतमा भने सबैभन्दा सस्तोमा कुखुरा मासु। अब यहीँ बस्नुहोस्, यहीँ राम्रो गर्नुहोस्, यहीँ गरौँ, यहीँ मलाई चाहिँ राम्रो गरौँ। नेपाललाई हामी सबै यो युवाहरू मिलेर नेपाललाई के भनेदेखि एउटा चाहिँ विकसित राष्ट्र बनाऊ। हामीसँग धेरै सम्मान छ। सबैभन्दा इम्पोर्टेन्ट मैले भन्ने गरेको छु, हामीसँग पानी छ। संसारमा अब पानीको धेरै अभाव हुँदैछ। जुन चाहिँ के भनेदेखि गल्फ कन्ट्रीले चाहिँ 21 साल चैत्र 15 गते जुन चाहिँ 2 जना चाहिँ युवा नेपाली हुनहार युवाहरूले चाहिँ के भनेदेखि चाहिँ आफ्नो शहादत पाए। यो आफ्नो कर्तव्य परायणको सिलसिलामा जुन चाहिँ उहाँहरूले चाहिँ आफ्नो जीवन मतलब चाहिँ बलिदान गर्नु पऱ्यो। यो ज्यादै दुःख छ। उहाँहरूलाई चाहिँ म
उहाँहरूको आत्मालाई चिर शान्तिको कामना गर्दै उहाँहरूले चाहिँ के भनेदेखि उहाँहरूको परिवारलाई चाहिँ के भनेदेखि धेरै धारण गर्न सकोस् भन्ने मलाई एउटा शब्द व्यक्त गर्दै म सुरेश रजक एभिन्यू टिभीलाई चाहिँ टिभीका मतलब चाहिँ स्वर्गीय परिवारलाई चाहिँ 5 लाख रुपियाँ 5 लाख रुपियाँ चाहिँ भाटपट्टिको तर्फबाट हामी चाहिँ मतलब उहाँहरूलाई प्रदान गर्ने हामी घोषणा गर्छौँ। त्यस्तै सबिन महाजन उहाँ पनि एउटा चाहिँ मतलब चाहिँ के भनेदेखि मेहनत गर्ने एउटा चाहिँ मतलब मेहनत कस हुनु मेहनत कस एउटा चाहिँ मतलब युवाहरू हुनुहुन्छ उहाँलाई 3 लाख रुपियाँ चाहिँ घोषणा गर्छु। र म नेपाल सरकारलाई अनुरोध गर्छु बिना फकमा बिना कारणले व्यवसायलाई थुन्ने काम बन्द गरोस्। कुनै एउटा चाहिँ के भने डनले चाहिँ हप्काउँदा हामी चाहिँ हप्किरहनु पर्ने मलाई जुन त्रासको वातावरणबाट हामीलाई मुक्त गरिदिनुहोस् भन्दै विशेष त मिडियाकर्मी साथीहरूलाई जुन हामीले हाम्रो मतलब स्थिति हिजोको स्थिति र अहिलेको स्थिति र हाम्रो भनाइ के हो त्यो पनि आम सञ्चारमा चाहिँ पठाइदिनुहोस् भन्ने अनुरोधलाई स्वीकार पाल्नुभएको धेरै धेरै धन्यवाद। र साथै मेरो भाइ बहिनीहरूलाई तपाईँहरूले मैले बार भन्ने गरेको छु हाम्रो 2टा काम छ। हामी भाटपट्टिको 2टा काम छ। एउटा सेक्युरिटी एउटा सेक्युरिटी तपाईँहरूले सुरक्षा गर्नुपर्छ एकदम सुरक्षा गर्नुपर्छ। किनभने हाम्रो त मलाई चाहिँ काम चाहिँ एकदम यसो हेर्दाखेरि गाउँघरमा चाहिँ भित्र अन्न चाहिँ बाहिर चाहिँ के भनेदेखि त्यो चटाइमा सुकाए जस्तो छरपष्ट छ। त्यस कारण त्यसको पहिलो तपाईँको काम चाहिँ सेक्युरिटी हो। दोस्रो काम चाहिँ तपाईँको चाहिँ के भने सेल्स हो बिक्री गर्नु पऱ्यो। बिक्री भएन भने हामी के गर्ने। तेस्रो काम चाहिँ कस्टमर सर्भिस ग्राहकको सेवालाई गर्नुहोस्। किन उहाँकै कारणले मेरो पेट भरेको छ मैले लुगा लाउँछु तपाईँको पेट भरेको छ तपाईँको लुगा लाउनु छ। त्यस कारण यी तीनटालाई मूल मन्त्र सम्झेर र कृष्णले जस्तै अरू सबै सेक्युरिटीले पनि एकदम चाहिँ के भनेदेखि आफ्नो प्रतिष्ठान आफ्नो संस्थाको चाहिँ के भनेदेखि चाहिँ संरक्षणको लागि चाहिँ आफ्नो सक्दो चाहिँ के भनेदेखि चाहिँ कर्म गर्नुहोस् कार्य गर्नुहोस्।